ओइ तिम्रो त एक्जाम छैन र छ अनि ब्याग किन ल्याएको त खोल्टीमा चिट हटाउनु पर्यो नि के हो ब्याक बेन्चर एक्जाम आउन लागिसक्यो फेल त होला नि सर इन्ट्रान्स कार्ड दिनु न पढ्ने बेलामा हल्ला गर्दा सँगै लास्ट फेलमा भने सिधै फेल किन दिनु पर्यो एक्जाम ओए ब्याक बेन्चर पहिला त खुब हिरो बन्थिस् त खै अहिले त छैन त अनुहारमा चमक हो त नि भने कहिले पो पास भएको थियो र होइन र केटा मलाई सबले फेल हुन्छ भने म सबले टप गरेर देखाउँछु ल बाबु म एक्जाम दिन जान लाग्यो है किन दिन पर्यो एक्जाम जसरी नि फेल हो छोरालाई नि आफू जस्तै सोच्यो क्या बुढा सुरुमै पलाउँती लाउँछौ ल म गएँ पब्लिक सेयर रजिस्ट्रेसन प्रोसेस विल बी द कन्सर्न अथोरिटी ओए त फेल भइस म टप आनियो फेल भइस म टप आनियो फेल भइस टप आनियो फेल किन फेल म यो 3 दिनमा 4 घण्टा मात्र सुतेर 20 घण्टा पढ्या हुँ म फेल हुने त चान्सै छैन एक्जामै भइसके त दामी भयो नि एक्जाम मेरो त यस्तो मैले सब सल्भ गरेँ हेरे तिमी तिम्रो त नेपाली रहेछ मेरो त इंग्लिश आज तिमीहरूसँग कसैसँग स्मार्ट वच मोबाइल फोनहरू केही त छैन नि छैन सर हामीसँग मोबाइल हामी पढ्ने मान्छे हो हामी कलेजमा एक्जाममा मोबाइल ल्याउँदैनौँ नि हामीले त कलेजको रुल्सलाई फलो गर्छौँ एक्जाम हलमा मोबाइल लिएर आउँछस् मोबाइल दे निकाल मोबाइल यो मोबाइल लिएर आउने हो मोबाइल लिएर आउँछस् वाट ननसेन्स पढ्नु छैन एक्जाममा मोबाइल लिएर आउनु पैसा चिट त छैन नि छैन सर हामीसँग चिट हाम्रो चिट चोरिँदैन हामी आफ्नै दममा पास हुन्छौँ चिट चोर्नु भन्दा त बरु फेलै भएको राम्रो नि चिटले मलाई चिट लिएर आउँछस् चिट लिएर आउने हो यहाँ यही हो तेरो पारा लिएर आउँछस् पढ्नु छैन एक्जाममा चिट लिएर आउँछ अरू कोहीसँग केही त छैन नि छैन सर हजुर ढुक्क हुनु न यो कलेजमा सबैभन्दा अनुशासित हामी नै त हो हाम्रो कलेजमा 1-2 जना बाहेक सबै अनुशासित छन् यो कलेजमा धेरै पढ्ने खासै चिट नचोर्ने हामी नै त हो ए बाबु आडसमा लगाएन यार के हो तेरो पारा यो कलेजमा बुक लिएर आउने हो कपाल काट भनेको नि काट्दैन यस्तो हुन्छ सरी भनेर हुन्छ लगेडा म एकछिनमा आउँछु है सरलाई के लाग्यो हाम्रो घरमा एउटा मात्र मोबाइल छ भाइ 3टा त छैन नि लगेडा म एकछिनमा आउँछु है सरलाई के लाग्छ हामीसँग त्यति मात्र चिट छ ल ओहो भाइ पुरै बोरै बोकेर आएर जस्तो ला चिट अब हल्ला नगरिकन आफ्नो आन्सरहरू सबै लेखा है सरले ओल्ड स्कुल प्लान भयो त सोलुसन त मैसँग छ नि हामी 12 क्लास होइन यो त 11 को सोलुसन होइन अब एकछिनपछि अर्को सर आउनुहुन्छ सर म्याइ गो टु टोइलेट ल गर छिटाइ जा त टपरी होस् के रे चिट छैन होला नि छैन सर सर लास्ट पिसाब लाग्यो म पनि जान्छु नि फुरफुरु लेख उ आइसी जालस के को तँ आएपछि हो र यहाँ पिसाब लागेर पिसाबको नली फुट्ने बेला भइसक्यो कि त एउटा पत्ता ल्याइदिनु तँ किन बढी भएको सर म यही फेरिदिम मलाई केही भयो भने हजुरले जिम्मा लिनुहुन्छ मलाई यो एक्जाम भन्दा मेरो हेल्थ प्यारो छ एक्जाम त फेल भयो भने फेरि दिन्छु मेरो किडनी फेल भयो भने हजुरले एउटा दिनुहुन्छ एउटा भुसिया कुकुरको हालिदिउँला नि हुन्छ हिसाब र पिसाब क्लियर हुनुपर्छ भन्ने थाहा छैन सो मलाई मेरो पिसाब क्लियर हुन दिनु सर पिसाब फेरि जान्दिनँ बिचराले पिसाब ला होला त अघिदेखि भनेको भने गरेछ नि तिमीले भनेपछि हो के त लास्टै ल्याङ गरेछ यार जा सर म पनि जान्छु हुँदैन त्यो आइसी जालस अघि मनोजले भनेको पुगेन कि मैले नि छुट्टै दिनु पर्यो सर न सर एक दिन्छु अनि त्यस तैँले धुलो खेलाउँदा मैले केटी खेलाउँथेँ जे दिने हो कालो कुकुर निलाथे तँ बढी हल्ला नगर अरूलाई डिस्टर्ब हुन्छ छिटो गरेर आइज सर मलाई पनि भर्खर पिसाब लाग्यो सबलाई पिसाब पनि एकैचोटि लाग्छ पाइप जोडिदिउँ क्या हो ल म्या हजुर पागल हो कि दिमाग छैन पिसाब चाहिँ लगाइसक्यो हजुर पनि सर यार ल गर छिटाइ जा 10 मिनट भइसक्यो यार केटाहरू कहाँ गयो यार बी नम्बरको भन् भेट्छस् तैँले मोनोपोली ओए बी नम्बरको 365 इको 400 ओए भाइ ग्रुपीको भन्ने यार एडम स्मिथ द प्रोसेस
ओए टुकु सिका न डोन्ट डिस्टर्ब मी भोसडी के ओए टुकु सिका न मोनोपोली मोनोलोजी मुजी 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 भन्छ ल अब 15 मिनट बाँकी छ ओ माई गॉड आई हैव टू कंप्लीट ऑल माय क्वेश्चंस ल मे अझै 15 मिनट बाँकी छ आजकल दिन लामो हुन लाग्यो क्या ल हल्ला नगरिकन जे गरे नि गर है हल्ला नगरिकन गर ChatGPT यो क्वेशन कुन च्याप्टरको रहेछ यो पनि हैन यो नि हैन यो पनि हैन या यो पनि हैन यार यो पनि हैन ब्रो 4 नम्बरको सिकाइदेऊ न रामेको नाति मैले खुदा त बैठान तल मैले कसरी दिम कति नि खोजे पसन यो पनि हैन यार लङ क्वेसनको चिट परेछ भने देऊ न ए यार एकछिन नचढ्ने यार भाइ टाइमै छैन यार मसँग यार प्लिज के बरु देऊ न त्यति ए मुजिटा पनि कति नि हुन्छ साथी मलाई 4 नम्बरको सिकाइदेऊ न म्याथ्सले टपर एकै झाबाट हानेर भित्तामा टसाइदिन्छु घरमा पढेर आउन सक्दैनस् चिट चोर्न पर्छ टपर भएर त्यति एउटा सिकाइदेऊ न साथी ओए भेटाइयो फाइनल्ली उही बल्ल भेटियो टाइम अप भयो है टाइम अप सर भ्याइयो सबै आफै गरेको मैले सब कम्प्लिट सब ठिक छ नि सब ठिक छ ल सर झुक्केर मेरो गोजीमा दुईटा मोबाइल परेछ माइन्ड नगर्नु ल म ब्याक बेन्चर भयो नि पढ्ने मान्छे हो कि अनुहार नपढ्ने जस्तो देखिन्छ तर म पढ्छु कि सर बरु आजकल टपरहरूले चिट चोर्न लाग्छन् नि हो र यहाँ हेर्नु न सरी ए आमा तिमी त टपर हो जस्तो लाग्थ्यो त तिमीले नि यस्तो गर्ने रहेछौ है होइन सर यसले यसैले हो सर चिट चोरेको मैले भन्ने नि यो